हेलो नमस्ते सबैजनालाई नमस्ते। म सन्तोष नुम। यति बेला चाहिँ म ठ्याक्क रामपुरदेखि 5 किलोमिटर तल यो परम्परागत रूपमा पहिल्यैदेखि नै यो चौधरी समुदायमा यहाँदेखि यो के भन्छन् घर छाउनको लागि वनकसी खर काट्न आउने चलन थियो र अहिले त्यो लोप भइसकेको छ। पछिल्लो समयमा यतातिर पुरै काटिसक्थे वनकसी र खर घर छाउनको लागि। अहिले त आधुनिक जमाना आइसकेको छ, घर घरमा टिन छाइसकेका छन्। त्यसैले गर्दा पनि यत्तिकै छ यो सबै है, यत्तिकै छ वनकस घरहरू। अब यसमा केही दिनपछि आग लागि हुन्छ, त्यसपछि यो सबै जल्छ। यहाँनिर फेरि नयाँ बुटाहरू पहिलाउँछन् हैन, नयाँ वर्षको साथ सँगसँगै नयाँ जीवन पाउँछ यो वनस्पति घाँसहरूले पनि है। र हामी यहाँ चाहिँ विशेष गरेर सानो भोज भन्ने हो कि होइन, सानो पार्टी साथीहरूसँग गर्न आएका थियौँ र रमाइलो भयो। ठाउँ कस्तो छ, यदि तपाईँ घरै आसपास हुनुहुन्छ भने आउनुहोस्, राम्रो छ र डेन्जर पनि छ है। यहाँ के हो यो